उहाँ पहिला के हुन्थ्यो योगीको रूपमा हुनुहुन्थ्यो नि त कपालहरू पुरा चुक्ली परेको त्यस्तो त्यसपछि उहाँ सुरुमा गुरु ब्रह्मा हस्तीको चरणमा जानुभयो है भिक्षुको शिल धुनु भनेर पछि गुरु ब्रह्मा हस्तीले के भन्नुभयो भन्दाखेरि महायोगको अभिषेकहरू अनि के उपदेशहरू दिनु परेको खण्डमा म दिन सक्छु तर यो भिक्षुको शिल चाहिँ तपाईँ अहिले नेपालको चाहिँ असुरा गुफामा भिक्षु आनन्द साक्षात त्यहाँ आउनुहुन्छ तपाईँ त्यहीँ जानु भनेर भन्नुभयो नि त त्यसपछि गुरु रूपमा चाहिँ अष्टमीको दिनमा यहाँ पाल्नु भएको अरे अनि अष्टमीको दिनमा यहाँ पाल्नु हुँदाखेरि चाहिँ अब सपनामा भनौँ न यो ठाउँमा चाहिँ हजारौं भिक्षुगणहरू बस्नुभएको त्यस्तै खालको सपना देख्नु भएको रहेछ है अनि त्यसपछि उहाँले यहाँ अब भिक्षुको शिल लिने बेलामा उहाँको त्यो लट्टा परेको कपाल काट्ने बेलामा 4 जना देवीले काटेको अरे के पछि त्यो हतियारले पनि काट्दै नकाटेपछि त्यो अब त्यो बेलामा चक्कु जस्तो एउटा रहेछ काट्ने त्यो चाहिँ माथि फाल्दाखेरि माथि त्यो चक्कुहरू सबैको एउटा स्तूपा भन्यो अरे कि त्यो कारण यहाँ माथि छ नि एउटा सेतो स्तूपा तपाईँलाई थाहा छ होला त्यसलाई पेमा रल्डिपुङ बे छोड्दैन भन्छ रल्डिपुङ बे छोड्दैन भन्छ यो प्रायःले थाहा छैन त्यो बेलामा भएको रहेछ नि त त्यस्तो घटनाहरू है अनि गुरु रुम्बुचे त्यसपछि मुनि सुरुमा पाल्नु हुँदै त्यहाँ बस्नुभयो तल शेषनारायण गुफाको त्यहाँ छेउमा त्यो बेलामा चाहिँ उहाँ त्यहाँ साधना गरेर बस्नु हुँदाखेरि चाहिँ नागहरूले बाधा पुर्याएर चाहिँ 3 वर्षसम्म नेपालमा पानीको वर्षा भएन अरे त्यो भएपछि गुरु रुम्बुचेले उहाँको चेला नजिकैको चेला भनौँ न जिल्ला जिसेर कुल्ला कुसी भन्ने 2 जनालाई चाहिँ भारतमा पठाएर लुबे प्रपा हस्तीबाट चाहिँ बजरकी लागेको गम्भीर त्यो भित्र पनि ठाकिक ढोवा पूर्व ठाकिक ढोवा भन्छ के भन्छ बाधालाई निवारण गर्ने खालको एउटा साधना विधिको पुस्तक ठेले चाहिँ लिन पठाएको हो नि त अनि उताबाट एक बारी जति किताब लिएर नेपालमा प्रवेश गर्ने बित्तिकै समुद्रबाट बाफहरू निस्केर आकाशमा बादल भएर त्यहाँबाट वर्षा सुरु भएको अरे त्यसरी गुरु रुम्बुचेले चाहिँ महामुद्रा सिद्धि छक्यासम्म रिक्जिन भन्छ है अब सिद्धिहरू मध्ये सबैभन्दा उत्तम सिद्धि हो त्यो चाहिँ उहाँले मुनि अब अहिले हामी जाँदैछौँ एकछिनपछि त्यो गुफामा प्राप्त गर्नुभएको अनि यहाँ चाहिँ उहाँले फुर्सुङ चुङ्गी भन्छ बजार किलाएको धर्मरक्षकहरूलाई चाहिँ नियुक्ति गर्नुभएको ठाउँ यहाँ हो भन्छ है अब हाम्रो शास्त्रमा के लेखेको छ भने कथङ देना भन्ने शास्त्रमा के लेख्नु भएको छ भन्दाखेरि असुराई मेङ्गिना सेम्जेन सोगिर मेङ्गी छल ओर्गिम पेमा झुङ्ने कि नाम्ने सिङ्गी छोपा टाम्ने सु ढुबा सक्दन जैबिन्नु साङ्गी वामो काङसुम चागी चाङमो कोगु सर्की फरवा चेकी सेल्की किमो तोङ्गे सी जावा थम्जु डुबजिङ सेने जेन्स गुरु रुम्बुचे यहाँ चाहिँ 7 दिन साधना गर्नुभयो अरे त्यो बेलामा चाहिँ अब यहाँको अब राक्षसहरू के हुन्छ नि यक्षहरूले चाहिँ बाधा पुर्याउन आएर चाहिँ जिस्काउन आएको अरे तिनीहरू अब कुनै फ्याउडोको रूपमा कुनै फलामको चाहिँ स्यालको रूपमा त्यस्तो रूपमा आएर चाहिँ हाम्रो काम भयो भनेर जिस्काउँदै भागे कि अनि त्यसपछि गुरु रुम्बुचेले सोध्नु भएछ तिमीहरू को हो भनेर सोध्नु भन्दाखेरि चाहिँ अनि हामी चाहिँ यहाँको ढिबो कोही भेट्थ्यौँ उहाँ चाहिँ ढिमो अब भूत र राक्षसनीहरू हो भनेर भन्नुभएको छ नि त पहिला पनि हामीले यो ठाउँको प्राणीहरूको रगत मासुमा राज गरेको अहिले पनि गरिरहेको छु भन्दाखेरि अनि गुरु रुम्बुचेबाट चाहिँ वाङ लिएर गुरु रुम्बुचेले चाहिँ उहाँहरूलाई चाहिँ विनय गरेर चाहिँ अनि के हो अब यो यहाँ शास्त्रमा लेखे अनुसार चाहिँ दक्षिणकाली हो भन्छ त्यो चाहिँ खास दक्षिणकाली चाहिँ छैन अरे त्यो बेलामै गुरु रुम्बुचेले चाहिँ धर्मको बाटोमा दौडाइसकेथे यो जिस्काउन आउने चाहिँ दक्षिणकाली रहेछ नि त पछि गुरु रुम्बुचेले उहाँहरूलाई चाहिँ विनय गरेर त्यहाँबाट धर्मको रक्षकको रूपमा नियुक्ति गरेर राख्नुभयो अरे तर पनि अहिले पनि त्यही ठाउँमा चाहिँ अब दक्षिणकाली मानेर पूजा गरिरहँदाखेरि चाहिँ अनि फेरि अरू प्रेतहरू आएर बस्छ अरे क्या हो त्यस्तो हो रहेछ नि है हो त्यसरी अनि अब यहाँ अहिलेसम्म जति पनि बुद्ध धर्मको सिद्ध गुरुहरू हुनुहुन्छ उहाँहरूको नपालेको कोही पनि नपालेको छैन अरे यहाँ सबै यहाँ पाल्नु पऱ्यो अधिष्ठित गर्नुभएको ठाउँ हो है त्यस्तो अब एकदम पवित्र ठाउँ अब यो पहाडभित्र धेरै निधिहरू छ भन्छ करोडौं निधिहरू चाहिँ लुकाउनु भएको छ अरे गुरु रुम्बुचेहरूले खाण्डविसी सौक्यालहरूले है अनि पछिल्लो समयमा गोरखनाथ गुरु पनि पाल्नुभएको यो ठाउँमा त्यही कारण चाहिँ हिन्दूहरूले गोरखनाथ गुफा भन्छ नि त्यो कारण त्यो रहेछ नि अब यहाँ तपाईँहरूलाई गुरु रुम्बुचेको हातको छाप पनि दिन सकिन्छ है यहाँ
उहाँहरूले त्यस्तो निशान छोड्नुको कारण के हो भन्दाखेरि यहाँ उहाँहरूले त्यस्तो निशान छोड्नुको कारण के हो भन्दाखेरि भविष्यमा आउने बुद्ध धर्म मान्ने अनुयायीहरू गुरु रिम्पोछे प्रतिको आस्था जागोस्, ओ यहाँ उहाँ साक्षात् पाल्नु भएको रहेछ भन्ने खालको मनमा विश्वास जागोस् भनेर चाहिँ उहाँहरूले त्यसरी हाम्रो लागि एउटा के भन्छ एउटा चिनो, एउटा पद चिनो भन्छ, पद चिनो यसो छोडेर जानुहुन्छ है। हो त्यस्तो गम्भीर ठाउँ। अब यहाँ निधिहरू करोडौं संख्यामा निधिहरू छ भन्छ। आजभन्दा नि लगभग 25 वर्ष अगाडि तिब्बतबाट झिग्मी फुन्चो रिम्पोछे उहाँ पाल्नु भयो रहेछ नि यहाँ। उहाँले यहाँबाट एउटा निधि निकाल्नु भएको छ, फुर्बा गुर्कुकमा भन्ने निधि निकालेर चाहिँ पछि धर्मशालामा गएर के भन्छ दलाई लामालाई हस्तान्तरण गर्नुभएको छ अरे क्या त्यो निधि। त्यो निधि लुगाउने चाहिँ को हो त भन्दाखेरि खान्डो हिसी सोगेल। खान्डो हिसी सोगेल चाहिँ गुरु रिम्पोछेको के भन्छ अब सङ्गीतनी भनौँ न, खान्डो पनि हो र उहाँको विशेष चेला पनि हो। अनि गुरु रिम्पोछे यक्षोलोकमा पाल्नु भइसके पश्चात 100 वर्ष चाहिँ गुरु रिम्पोछेको अधुरो कामहरू उहाँले गर्नुभएको। अब निधि लुगाउनु पर्ने छ कि ठाउँमा धर्म प्रचार गर्नुपर्ने छ कि त्यो सबै कामहरू गर्दै गर्दै उहाँ नेपालमा नै आइपुग्नु भएको रहेछ नि त। अनि उहाँले लुगाएर राखेको निधि चाहिँ आजभन्दा 25-30 वर्ष अगाडि अनि झिग्मी फुन्चो रिम्पोछेले निकाल्नु भएको है। अब त्यस्तो गम्भीर ठाउँ हो। मेन अब हामीले अब अघि दर्शन गऱ्यो नि मुनि ढोमारङजुन भन्छ त्यसलाई चाहिँ, त्यो चाहिँ अब यहाँ लेखेको अनुसार पहिला यो जङ्गल रहेछ नि, सबै जङ्गलको बिचमा त्यो ढुङ्गा ठुलो एउटा चट्टान ढुङ्गा थियो अरे त्यो। अनि सुरुमा त्यो गणेशको मूर्ति आफै निस्केको अरे त्यो ढुङ्गामा, अघि हामीले दर्शन गऱ्यौँ नि। अनि गणेशको मूर्ति पछि चाहिँ अनि फेरि ताराको मूर्ति आफै निस्केर हो त्यस्तो भएको, त्यस्तो पवित्र ठाउँहरू हो। अब त्यसपछि हामी यहाँबाट अब अहिले हामी यहाँ छोक पूजा गर्छौँ। छोक पूजा समापन भएर हामी तल गएपछि यो मुनि वज्रयोगिनीको तीर्थ छ है, वज्रयोगिनीको तीर्थ छ। ध्वजे फाउमा गर्ने हो। त्यहाँ चाहिँ फम्थिङ भनेको चाहिँ के हो, नारुपाको चेला रहेछ फम्थिङ। खास यो ठाउँको नाम फम्थिङ हो अरे के, पछि शब्द बिग्रिएर चाहिँ फर्पिङ भएको भन्ने कुरा पनि छ फम्थिङ। अनि उहाँले निधिबाट निकाल्नु भएको वज्रयोगिनीको एउटा मूर्ति पनि छ। त्यो अहिले कोहीले दर्शन दिँदैन, त्यो भित्र लुगा राख्छ कि। अनि वर्षको एकचोटि चाहिँ उहाँहरूले एउटा जात्रा गरेको बेलामा चाहिँ त्यो बाहिर निकाल्छ हो। त्यस्तो ओरिजिनल मूर्ति एउटा सानो मूर्ति छ भन्छ है, निकाल्दैन त्यो चाहिँ। अनि त्यहाँ एउटा अग्नि, कल्प अग्नि पनि छ, एउटा ओडियानाको एउटा के भन्छ साधना गर्ने एउटा सिद्ध गुरु आएर त्यहाँ सधैँ होम गर्नुहुन्थ्यो अरे। र उहाँले होम गरेको आगो अहिले पनि छ, अब धेरै वर्ष भइसक्यो। अब त्यस्तो पवित्र ठाउँ है। यो ठाउँ, यो स्थान भन्छ नि इन्डियाको बोधगया दर्शन गर्नु र यो नेपालको फर्बिङ दर्शन गर्नु बराबर हो भन्छ कि। पहिला कातक रेजन सामान्यको गुरुहरू भयो, झारा रिम्पोछे स्वयंले पनि के भन्नुभएको छ, दोही त्यहाँ साङ्गेसा दोर्जिदेन नाग्यो त्यहाँ गुरु रिम्पोछे साङ्गेसा याङलेसे भन्नुहुँदो रहेछ नि त। स्वतर्को बुद्ध गौतम बुद्धत्व प्राप्ति गरेको ठाउँ कहाँ हो भन्दाखेरि अनि इन्डियाको बोधगयामा हो भने तन्त्रको बुद्ध गुरु रिम्पोछे उहाँले चाहिँ बुद्धत्व प्राप्ति गरेको भनौँ न मुद्राहरू मध्ये सबैभन्दा सर्वश्रेष्ठ सिद्धि भन्छ नि, महामुद्राको सिद्धि भन्छ नि होइन, छकेछुम्बुरिङ चाहिँ उहाँले यहीँ प्राप्त गर्नुभएको ठाउँ हो। त्यही कारण अब तपाईँहरू यहाँ आइपुगेर अब श्रद्धा आस्था भक्तिपूर्वक प्रार्थना गर्यो होइन, बोधिचित्तको सङ्कल्पले प्रार्थना गर्यो भने त्यसको पुण्य त अचिन्त्य छ। तर जे जस्तो भयो भने तपाईँहरू यहाँ यो ठाउँमा आइपुग्नु नै ठुलो सौभाग्य हो अरे क्या। किन भन्दा ठाउँको एउटा यस्तो प्रभाव छ अरे। तपाईँहरूको मनमा आस्था भयो पनि नभयो भने तपाईँहरूले चाहिँ यहाँको आशीर्वाद चाहिँ निश्चित रूपमा पाउँछ अरे। अब श्रद्धा आस्था भक्ति भयो भने त्योभन्दा अब कयौँ धेरै आशीर्वादहरू पाउँछ है। त्यही कारण हामीले तीर्थयात्रा गर्नुको कारण के हो भन्दाखेरि यो ठाउँमा चाहिँ एकपटक माने जपेको र अरू ठाउँमा 1000 लाखौँ पटक माने जपेको पुण्य बराबर हुन्छ है। अरू ठाउँमा 100वटा दियो बालेको र यहाँ एउटा दियो बालेको बराबर हुन्छ अरे पुण्य। त्यस्तो झिलाम हुँदो रहेछ नि। गुरु रिम्पोछेले पनि भन्नुभएको छ नि त, अब म यो मनुष्य लोकबाट गइसके पश्चात तपाईँहरू मलाई श्रद्धा आस्था भक्ति गर्ने व्यक्तित्वहरू चाहिँ अनि मैले जहाँ जहाँ साधना गरेको छ, जहाँ जहाँ सिद्धि प्राप्त गरेको छ त्यो स्थानहरूमा जाऊ, मलाई स्मरण गर, साधना गर भन्नुभएको छ नि। त्यही कारण अब मेन हाम्रो तीर्थ गर्ने इच्छा चाहिँ के कारण, हाम्रो चाहना चाहिँ के हो भन्दाखेरि हाम्रो पाप छिटो शुद्ध हुनुको लागि, पुण्य छिटो सञ्चय हुनुको लागि हो नि त है। लेडिङ यो दुधबाट दुखिलुबाट मिकिरो हो भनेछ नि त। त्यही कारण यो ठाउँमा आएर चाहिँ हामीले अब आफ्नो विगतको दिनहरूमा गरेको जान अनजानमा गरेको पापहरू क्षमायाचना गर्ने होइन। विशेष गरेर अब सम्पूर्ण प्राणीहरू
किनभने जबसम्म हामीले बुद्धत्व प्राप्ति गर्दैन यो संसार जस्तो जुन लिए पनि जहाँ जन्मिले पनि छ लोक सबै ठाउँमा दुःख छ है सांख्य महत्व देवा खाना मे भनेर चाहिँ गुरु बुझ्यो त्यही भएर हामी सबै बुद्ध धर्म मान्नेहरूको इच्छा चाहना भनेको के हुनु पर्यो हो ढिलो चाँडो मैले यो गरेको पुण्यले चाहिँ मन लगायत संसारको सबै प्राणीहरू बुद्धत्व प्राप्ति गर्न सकौँ भन्ने इच्छा चाहनाले हो त्यसरी कामना गर्नु पर्यो र आफ्नो विगतको दिनहरूमा गरेको पापहरू क्षमायाचना गर्नु पर्यो र आफूले अब सकेको मलम पाठहरू गर्नु पर्यो र अन्तिममा सबभन्दा महत्त्वपूर्ण चाहिँ मवा अब हामीले आज दिनभरि तीर्थयात्रा गरेर चाहिँ अनि कमाएको पुण्यलाई चाहिँ अब सुरक्षित हामीले डिपोजिट गर्नु पर्यो नि त सुरक्षित राख्नको लागि चाहिँ मवा गर्ने हो त्यसरी गर्ने अब अहिले हामी अब छोक पूजा गर्दैछौँ अब छोकको कुरा गर्दाखेरि धेरै कुराहरू छ है अब छोक भनेको चाहिँ